गहिरो डिपर श्वास पुगेन ठुलो श्वास गहिरो श्वास गहिरो श्वास। अब तपाईँ मेरो आवाजलाई बाहेक अरू कसैको आवाज सुन्नुहुन्न, कसैको आवाजलाई सुन्नुहुन्न। तपाईँ मेरो आवाज बाहेक कसैको आवाज सुन्नुहुन्न, मेरो आवाज जस्ताको तस्तै सुन्नुहुनेछ। गहिरो श्वास। अब बिस्तारै आँखा बन्द गर्नुहोस्, बिस्तारै आँखा बन्द, शरीरलाई लुज छोडिदिनुहोस्। सारा ध्यान तपाईँको गर्दनमा ल्याउनुहोस्, सारा ध्यान यो गर्दन घिउको बनेको कल्पना गर्नुहोस्। तपाईँको गर्दन घिउको, शरीर घिउको बनेको छ, पुरा शरीर घिउको बनेको छ। अब म 5 देखि गन्ना 7 यो घिउ पग्लिँदै गएको छ। 5 घिउ पग्लिँदै गएको कल्पना गर्नुहोस्। 5 तपाईँको घिउ, 5 4 घिउ पग्लिँदै गएको छ, लुज 3 घिउ पग्लिँदै गएको छ, 2 घिउ पग्लिँदै गएको छ, 1 completely 10 times deeper, 20 times deeper, 30 times deeper, 40 times deeper, 50 times deeper, 60 times deeper, 70 times deeper, 80 times deeper, 90 times deeper, 100 times deeper. Go! Come on. अब मेरो आवाज बाहेक तपाईँ केही पनि सुन्नुहुन्न, मेरो आवाज बाहेक केही पनि सुन्नुहुन्न। अब तपाईँ बाहिर आउनुहोस्, तपाईँलाई भएन। अब नढलेकाहरू बाहिर निस्किहाल्नुहोस्, नढलेकाहरू बाहिर निस्किहाल्नुहोस्। डिपर, मेरो आवाज बाहेक केही पनि सुन्नुहुन्न। अब म फेरि 5 देखि 1 गन्ना 7 तपाईँ अहिले भन्दा 10 गुणा बढी डिपमा जानुहुनेछ। 10 टाइम्स डिपमा, 10 टाइम्स डिपमा, 10 टाइम्स डिपमा। 5 छोरी गुरुको आवाजलाई फलो गर्नुहोस्। छोरी म छु यहाँ, डोन्ट वरी। 5 डिपर, 4 still deeper, still deeper, deeper, 3 deeper, 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 2 अझ डिपमा, 1 कम्प्लिटली डिपमा। अब जति तपाईलाई अरूले डिस्टर्ब गर्न खोज्नु छ, जति तपाईलाई चलाउन हल्लाउन आउँछ, त्यति तपाईलाई आनन्द अझ आनन्द आउनेछ। जति तपाईलाई अरूले डिस्टर्ब गर्छ, त्यति डिपमा जानुहुनेछ। डिपमा यहाँ 1-2 महिला आउनुहोस् त, उहाँलाई बोक्नु पर्यो, उहाँलाई यहाँबाट तल ल्याउनु पर्यो। आउनु 2 जना। डिपर 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 डिपर। यो छोरीलाई उठाउनुहोस्, त्यसलाई तल ल, केही भन्नु पर्दैन। तल सुताइदिनुहोस्। लडेर बस्नुभएका, हिप्नोटाइज भएका साधिकाहरू, म फेरि 5 देखि गन्ना 7 अहिले भन्दा तपाईँ 10 गुणा बढी शान्तिमा, आनन्दमा पुग्नेछ। 10 टाइम्स डिपर, 5 डिपर, 4 स्टिल डिपर, 3 डिपर। हल्ला नै, शान्त, नो हल्ला। 3 2 1। अब तपाईलाई अरूले जति चलाउन आउँछ, डिस्टर्ब गर्न आउँछ, त्यति तपाईलाई मजा लाग्नेछ। अरूले जति तपाईलाई चलाउँछ, हल्लाउँछ, त्यति तपाईलाई आनन्द आउनेछ। अब 1-2 जना आएर उहाँहरूलाई चाहिँ चलाउने, हल्लाउने, यहाँ मैले सूचना के दिएँ, जति चलाइन्छ त्यति तपाईलाई आनन्द आउँछ, शान्ति आउँछ भने अब ट्राई गर्नुहोस् त उहाँहरूलाई चाहिँ उठाउने। त महिलाहरूको लागि 1-2 जना बहिनीहरू आउनुहोस्, पुरुषको लागि पुरुष काफी छ, धेरै जना परेन, 1-2 जना मात्रै। ल आउनुहोस्। जति अरूले डिस्टर्ब गर्छ तपाईलाई त्यति आनन्द आउनेछ। जति डिस्टर्ब गर्नेछ त्यति नै आनन्द। जति अरूबाट डिस्टर्ब हुन्छ त्यति नै आनन्द आउनेछ। जति अरूले डिस्टर्ब गर्छ त्यति नै आनन्द आउँछ। चलाएर हेर्नुहोस्। ल अब छोडिदिनु, अब मलाई ध्यानपूर्वक सुन्नुहोस्, मलाई ध्यानपूर्वक सुन्नुहोस्।
अब छोडिदिनुहोस्, छोडिदिनुहोस्, अब उहाँले सक्नुहुन्न, हजुरहरूले ल छोडिदिनुहोस्, तल जानुहोस्। टाउकुती लाउनु भयो, चलाउनु भयो, उहाँहरूलाई आनन्द आइरहेको छ। यसको मतलब के त भन्नाले हामीलाई अरूले दुःख दिने होइन क्या, हाम्रो मन चञ्चल भएर दुःखी हुने हो। यो अवस्थामा मन चञ्चल हुँदैन, यहाँ सबै आवाज सुनिरहेको हुन्छ तर मन बिल्कुलै जिरो थटमा गइरहेको हुन्छ, जसको कारणले गर्दा अरूले गरेको डिस्टर्बेन्सले केही पनि फरक पर्दैन। तपाईँले हेर्नुहोस् न कसरी कसरी लडिरहनु भएको छ, ध्यानपूर्वक हेर्नु, डिपमा गएकाहरूले हात गोडा औँला केही पनि चलाउँदैन, यही अवस्थामा रहन्छ, यही अवस्थामा तबसम्म जबसम्म मैले उठाउँदैन। यसको मतलब के, तपाईँको हरेक मान्छेसँग जुन मस्तिष्कमा त्यो पावर छ, कुरा नगर्नुहोस् त हजुरहरू, त्यो खुसी त्यहाँ भएर मनाउनु भएन नि, यता हेर्नुहोस्, हरेक मान्छेसँग त्यो पावर छ अवचेतन मन। त्यो पावर यदि जागृत भइदियो भने, त्यो पावरलाई कन्ट्रोलमा ल्याउन सक्यौँ भने हामीलाई दुःख दुनियाँमा कसैले दिनै सक्दैन। हाम्रो भ्रम के छ त, छोराले छोरीले दाइले भाइले दुःख दियो होइन नि, उनीहरूले दुःख दिँदा हाम्रो मन चञ्चल भइदिन्छ, हामी धेरै कुरा सोच्छौँ, नकारात्मक कुरा सोच्छौँ, हाम्रै सोचको कारण हामी दुःखी हुन्छौँ। उनीहरूले दुःख दिँदा केही पनि हुँदैन भन्ने प्रमाणी हो। अब तपाईँहरूले चिनेको मान्छे छ भने अहिले उहाँहरूलाई गाली गर्दा केही पनि फरक पर्दैन, मा चकारेर गाली गर्नु तात्दै नि भयो, जति गाली गरे पनि केही फरक पर्दैन, खुट्टा तानेर लगे पनि केही फरक पर्दैन। यसलाई हिप्नोटिक ट्रान्स भनिन्छ। अपरेसनको आविष्कार हुन अगाडि, एनेस्थेसियाको आविष्कार हुन अगाडि डक्टरहरूले हिप्नोटाइज गरेर पेट चिर्थे, मुटुको अपरेसन गर्थे, इन्जेक्सन नदिकन, एनेस्थेसिया नदिकन, बेहोस नपारिकन हिप्नोटाइज गरिदिने अनि सूचना के दिने, म तपाईँको पेट चिर्दैछु तपाईँलाई दुख्दैन, म तपाईँको पेट चिर्दैछु तपाईँलाई दुख्दैन भन्ने इन्फर्मेसन दियो भने अनि के हुन्छ, दुख्दैन चिर्दा। अब यहाँ उहाँहरूलाई यो लेभलमा परम आनन्द भइरहेको छ। जीवनमा यति आनन्द अरू ठाउँमा हुँदैन। किनकि यो बेला के भइरहेको छ, उहाँको विचार फ्रिज भएको छ। के फ्रिज भएको छ, विचार फ्रिज भएको छ। हामी दुखी किन हुन्छौँ, विचार चलेर। उहाँहरू किन चल्नुहुन्न भन्नाले विचारै फ्रिज छ। अब यसको अर्को फाइदा पनि सुन्नुहोस्, यहाँ त मैले डेमो मात्रै दिएँ। जस्तै तपाईँलाई कुकुरदेखि डर लाग्छ, रातदेखि डर लाग्छ, बाहिर आउन डर लाग्छ, चारजनाको अगाडि बोल्न डर लाग्छ, धेरै मान्छे जहाँ जाँदा डर लाग्छ, विभिन्न किसिमका डर छ नि। त्यो डरलाई अहिले सूचना दिएर ल अब तपाईँ चारजनाको अगाडि फटाटटर बोल्न सक्नुहुन्छ भन्ने मैले सूचना दिएँ भने उहाँ जराक जुरुक उठेर त्यस्तै भाषण गर्नुहुन्छ। त्यस्तै अब विद्यार्थीको हकमा मलाई चाहिँ एकदमै हिसाब आउँदैन, हिसाब भनेपछि पिसाब आउँछ तर हिसाब आउँदैन, त्यस्तो विद्यार्थी धेरै हुन्छन्। त्यस्तो अवस्थामा अब आजबाट तपाईँलाई हिसाब भनेपछि बहुत मन लाग्छ, हिसाबप्रति प्रेम जाग्छ भन्ने इन्फर्मेसन यहाँ घुसाइदियो भने उसलाई हिसाब पढौँ लाग्छ। यसरी माइन्ड चेन्ज गर्न सकिन्छ। तपाईँले भगवान कृष्णको 64 कलाको बारेमा त सुन्नुभएको छ। भगवान कृष्णका गुरु को थिए भन्नुहोस् त, को थिए भगवान कृष्णका गुरु को थिए? हजुरलाई सोधेको थाहा छैन है? भगवान कृष्णका गुरु सान्दीपनी थिए। जे भन्छु त्यही गर्नुहुन्छ। अहिले ल तपाईँहरूलाई चाहिँ कुवा रुन मन लाग्छ भन्यो भने उहाँहरू रुन थाल्नुहुन्छ। अब हाँस्न मन लाग्छ भन्यो भने हाँस्न थाल्नुहुन्छ। अब हामीले हाम्रो आश्रममा गरेको एक्सपेरिमेन्टमा सबभन्दा रमाइलो एक्सपेरिमेन्ट कस्तो थियो भने, सब यस्तो अवस्थामा उहाँहरूलाई उठाइदिने अनि एक ग्लास पानी दिने। यो पानी होइन, यो रक्सी हो भनिदिने। यो रक्सी हो थाहा पछि तिमीलाई लाग्छ भन्यो भने साँच्चै त्यो पानी पिउँदाखेरि ढकल्के ढक्छ। त्यो भिडियो हामीले बनाएका छौँ। त्यसैले मन भनेको कस्तो चिज, अवचेतन मनमा गएर केही सूचना दिन सक्यौँ भने अनि शरीरले त्यस्तै काम गर्छ। त्यसैले हाम्रो जिन्दगी भनेको, हामी सबैको जिन्दगी भनेको यहाँ भित्र एउटा परमात्मा बसेको छ के, उसलाई कन्ट्रोल गर्न सक्यो भने जिन्दगी जस्तो भने त्यस्तै हुन्छ। तर दुर्भाग्य के भयो, भगवान कृष्णकै उदाहरण दिने हो भने उहाँले मन एव मनुष्याणाम कारणम बन्ध मोक्ष भन्नुभयो। यानि मान्छेको मन नै बन्धन र मुक्तिको कारण हो। र यसलाई बुझ्नु पर्दा माउते र हात्तीको उदाहरण दिनुपर्छ। हात्तीलाई माउतेले चोर्नुपर्छ,
अनि हात्तीले भने ठाउँमा लग्छ, काम गर्छ। तर हात्तीले नै माउतीलाई चढ्यो भने, माउतीमाथि चढ्यो भने त माउती खत्तम, सक्यो। त्यस्तै मन भनेको के हो? मान्छेको मन भनेको माउती जस्तै, हात्ती भनेको मान्छेको मन भनेको हात्ती जस्तै बलियो हुन्छ। तर त्यसलाई बुद्धिले कन्ट्रोल गर्न सकेन भने मान्छे कमजोर हुने हो। त्यसकारण हामीले के बुझ्नु पर्यो, के सिक्नु पर्यो त भन्नाले हाम्रो मनलाई कसरी कन्ट्रोलमा राख्ने, बुद्धिद्वारा मनलाई कन्ट्रोलमा राख्ने। यसैबाट वशीकरण सुरु हुन्छ, बुद्धिलाई प्रयोग गर्ने र मनलाई बसमा ल्याउने। अब हामीले बुद्धि कन्ट्रोलमा छैन, मन चञ्चल यहाँ मलाई सुनिरहेको छ, घर गइरहेको होला, कहीँ स्कुल गइरहेको होला, मन कोही के पास्टमा गइरहेको हुन्छ नि, किनकि हाम्रो मन कन्ट्रोलमा छैन। अब म पहिला उहाँहरूलाई उठाउँछु, सुन्नुहोस् है। अब तपाईँहरू साइलेन्ट हुनुपर्छ। उहाँहरूलाई उठाउनलाई तपाईँहरू साइलेन्ट भन्नुहोस्, किनकि उहाँहरू यहाँ एक रत्ती नचलिकन बसिरहनु भएको छ, किनकि त्यहाँ विचार कम चल्छ या चल्दैछ। अब सुन्नुहोस् कसरी उठ्नुहुन्छ। शान्ति है, त्यहाँ शान्त नभएसम्म यहाँ काम हुँदैन। शान्ति। हिप्नोटाइज भएर लडिरहनुभएका साधक साधिकाहरू हो, तपाईँहरू गुरुको आवाजलाई प्रष्ट सुनिरहनु भएको छ। अब म 3 देखि 1 सम्म 3, 2, 1 भन्ना साथ तपाईँहरूको आँखा अटोमेटिकली खुल्छ र तपाईँलाई जसलाई हेरे पनि आनन्द आउँछ, जसलाई हेरे पनि आनन्द आउनेछ। म 3, 2, 1 भन्ना साथ तपाईँहरूको आँखा खुल्नेछ र जसलाई हेरे पनि आनन्द आउनेछ। 3, 2, 1 भन्ना साथ तपाईँहरूको आँखा खुल्नेछ र जसलाई हेरे पनि आनन्दको महसुस हुनेछ। 3, 2, 1 बिस्तारै अब बिस्तारै आफूलाई चल्छ। ल एउटा बाइक ल्याउनुहोस् त, उहाँहरूको कुरा चाहिँ पनि सुन्नु। माइक आफ्नो ठाउँमा अब अब सेयरिङ गर्नु। म रामपुर 10 माध्यमिक विद्यालयबाट म यहाँ डाक्टर विकासानन्द गुरुको सानिध्यमा योग साधना ग्रहण गरेर अहिले हिप्नोटाइज गर्दाखेरि पुरै सबकन्सियस माइन्डमा रहेर एकदमै अवचेतन मनमा गुरुले जे भन्नुहुन्छ ती कुराहरू सुन्यौँ, तर अरू अन्य कुरा हामी केही गर्न सक्ने अवस्था थिएन। श्री सीताराम माध्यमिक विद्यालयबाट म यहाँ लडेँ भन्ने पनि थाहा भएन मलाई त। म लडेँ, गुरुको कुरा सुनिरहेको थिएँ मैले। गुरु के भन्दै हुनुहुन्थ्यो? कृष्णको गुरुको हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। म गुरुको कुरा सुनिरहेको छु, अरूले के गर्नुभयो, के भन्नुभयो, मलाई त्यो चेतना नै भएन मलाई त। म यहाँ लडेँ, इभन मलाई त्यो पनि थाहा भएन। त्यसपछि म के भनौँ, अब म एकैचोटि आँखा खुल्यो, सिद्धियो, मेरो त पुरै सिद्धियो। म लडेको पनि थाहा पाएन। इन्जिनियर मैले पनि त्यस्तो हुन्छ कि हुन्न भन्ने चाहिँ मलाई पनि पहिल्यैदेखि लाग्थ्यो यो हिप्नोटाइज। त्यो उहाँले जब आँखा त्यो त्यहाँ उ गर्दाखेरि आँखा बन्द हुन्छ भनेपछि खोल्न सकिन्न भनेपछि मलाई अनौठै भयो क्या, आँखा खोल्नै सकेन। त्यसपछि यहाँ आएपछि उहाँको प्रत्येक इन्सानमा लड्दैछ भन्ने बित्तिकै मेरो खुट्टा यस्तो हुँदै गयो क्या। उहाँले लड्दैछ भन्दाखेरि अब त्यत्तिकै लडेँ, एकचोटि कता ठोक्के जस्तो लाग्थ्यो। त्यसपछि चाहिँ थाहा भएन, जस आनन्द भयो। किनकि कता उहाँको भनाइमा त सुन्ने, उहाँले चलाउँदाखेरि आनन्द हुन्छ भन्दाखेरि काकुटी लगाइदियो हुन्थ्यो जस्तो लागिरहेको थियो। कोही आएन क्या जनविकास माविको प्रभाव मैले पहिलोचोटि यो अनुभव गरेँ जब सूर्यको किरणमा मैले हेर्दै थिएँ। म एक खालको शून्यतामा गएको मैले फिलिङ गरेँ र एक खालको चाहिँ ऊर्जा, इनर्जी शरीरमा पैदा भयो
र म बिस्तारै ढलेँ र ढल्दा म पूर्ण रूपमा ढलिनँ, म जुन पोजिसनमा ढलेँ त्योभन्दा अर्को मेरो पोजिसनै चेन्ज भएन र गुरुले लास्टमा आँखा खोल्ने जुन 3, 2, 1 भन्नुभयो, 81 आँखा खोल्यो। मैले जीवनमा यो एउटा नयाँ अनुभव फिलिङ गरेको छु। गुरुप्रति धेरै धेरै नमन। शहीद मणिपुर क्याम्पसबाट यहाँनिर यो एक्सपेरिमेन्ट गर्दा गुरुले जुन इन्स्ट्रक्सन दिनुभयो त्यो अनुसार हामी हेऱ्यौँ अनि लडेको चाहिँ मलाई थाहै भएन। त्यसपछि कुरा सबै सुनिराखेको छु, गुरुले के भन्नुभएको छ सबै सुनेको छु, तर कति कोसिस गर्छु आँखा हेर्नको लागि, कति कोसिस गर्छु हातहरू चलाउनको लागि, तर चल्दैन कि। कस्तो अनौठो हुने रहेछ है। म यो यस्तो खालको एक्सपिरियन्स पहिलोपटक भएको हुँदाखेरि 3 भनेर काउन्ट गरिसकेपछि 3, 2, 1 भएपछि मात्रै आँखा कसरी खुल्यो, भ्याट्टै एकैचोटि खुल्दो रहेछ। त्यो म चाहिँ एकदम अचम्म परेँ। धन्यवाद। म ढल्दै गर्दा चाहिँ म कता खसे जस्तो फिल भएको थियो। म कराउँछु कि एकदम औडा भइरहेको थियो। अनि त्यसपछि त्यहाँ ढलिरहेँ, कसैले चलाउन आउने के गर्ने भन्दाखेरि बल्ल मलाई उद्धार भयो। अब जिन्दगी चाहिँ आनन्द फिल भयो। फटाफट राख्नु भएको थियो, थाहा चाहिँ मैले पाएको थिएँ, तर त्यो फी ऊ चाहिँ भएन भन्दा तपाईँको त्यो च्यापे पनि दुख्न चाहिँ दुखेन। थाहा नपाउने त होइन, यो भनेको कुराहरू सुन्न त सुन्ने, तर आनन्द भन्नाले त्यो तनाव नहुने कि त्यसमा रियाक्सन नभइकन यो सबै कुरा सबैले भनिसक्नु हो। मलाई पनि त्यस्तै अनुभूति भयो। गुरुले प्र्याक्टिकली गरेर देखाउनु भयो। यो साँच्चै अनौठो लाग्दो रहेछ। अब त्यहाँ ढल्दाखेरि आवाज त गुरुले बोलेको अरू पनि सुनिन्थ्यो, तर भित्र अत्यन्तै आनन्द आउँदो रहेछ। केही पनि चल्न नपरे हुन्थ्यो जस्तो फिल भयो मलाई। धन्यवाद। मलाई सुरुमा चाहिँ यस्तो हुन्छ होला जस्तो अलिकति भएको थियो, हुँदैन होला भन्ने जस्तो लाग्थ्यो यहाँ आउँदाखेरि। अनि गुरुले त्यो सूर्यको प्रकाशमा हेर्न लगाउनु भयो। हेर्दा हेर्दै त्यो आफू एकदम एकाग्र, त्यो मन चाहिँ मस्तिष्कले खालि एकाग्र रूपमा चाहिँ त्यो सूर्यको प्रकाशलाई हेर्दा हेर्दै अनि गुरुले चाहिँ जुन आफ्नो वचन बाणीले चाहिँ भन्नुभएको थियो, जुन शब्दहरू भन्नुभएको थियो, त्यो सुन्दा सुन्दै अटोमेटिक चाहिँ हामी चाहिँ त्यो हुँदैन भन्दा भन्दै आफै ढलेपछि यहाँ अब कतिजना आउनुभयो, के भयो, यहाँ चाहिँ मलाई उठाउनु पनि आउनुभयो होला। तर त म जस्तो अवस्थामा म ढलेको थिएँ त्यस्तै अवस्थामा पछि गुरुले चाहिँ आँखा खोल्न लगाउँदा त्यस्तै अवस्थामा उठेको थिएँ। म चल्ने यताउता भन्ने त्यो भएन। गुरुको बाणी त हामी सुनिरहेको थियौँ, तर त्यो मनलाई चाहिँ यस्तो आफूलाई चाहिँ माथि एकदमै त्यो भगवान्को सान्निध्यमा पुगे जस्तो एकदम फिलिङ, एकाग्र मात्रै, अरू कुराको पनि त्यो बाहिरी कुराहरूको त्यो ध्यान भएन, आफ्नो मात्रै एकाग्र भएर चाहिँ एउटा चाहिँ मन चाहिँ असाध्यै मनलाई एकदमै शान्ति भएको फिलिङ भएको छ। शरीर पुरै फुलेको थियो। म आफू त्यो के भने म कहाँ छु भन्ने मलाई थाहा थिएन। अनि यो शरीरहरूले पुरै थाहा नपाएर मलाई आउनुभयो, बोलाउनु भएको छ। मेरो यहाँ गार्जेन पनि आउनु भएको छ, दिदीहरू हुनुहुन्छ, भिनाजुहरू, उहाँहरू आएर मेरो सबै समाउनु भएको छ, तर मैले थाहा पाएको छैन। अनि पछि आफसे आफ गुरुबाको यहाँ सबै कुराहरू सुनिरहँदा नि मैले बोल्न सकेको छैन। अनि त्यो भएपछि म बिस्तारै सबै ठिक भयो। अनि पछिल्लो लटमा हाम्रो आँखाकोमा चाहिँ मैले आँखा खोल्न सकिनँ। अनि फेरि पछिबाट यहाँ हाम्रो जुन हामी आँखा बन्द भएको जति यहाँ हामी आएर गर्दाखेरिमा फेरि त्यसपछि पनि म केही गर्नै सकिनँ। अहिले मलाई केही थाहा नै छैन म कहाँ छु के भन्ने कुरो। मैले त्यो म आएको मलाई अहिले यहाँ केही थाहा छैन। हजुर बोलेको सुनेको सिर्फ उहाँ गुरुबा मात्रै बोलेको थाहा छ मलाई, अरू कुरा मलाई केही थाहा छैन। र अहिले पनि यो शरीरले म कहाँ छु के भन्ने म राम्रोसँग हिँड्न पनि नसक्ने अवस्था भइरहेछ। सायद यो नै गुरुबाको अब मलाई उपलब्धि होला। धेरै धेरै धन्यवाद।